कोरियामा आफ्नो बैंक खातामा नगद जम्मा गर्दा नेपालमा जस्तो खौचत भएर बैंकमा भिड भयो भने लाइन बस्नुपर्ने जस्तो झन्झट चाहिँ हुँदैन। नगद जम्मा गर्न सिधै एटिएम बुथमा जाने र एटिएम मेसिनमा एटिएम कार्ड राख्ने। एटिएम मेसिनमा विभिन्न अन्तर्राष्ट्रिय भाषाको सुविधा दिइएको हुन्छ। आफूलाई जुन भाषा सजिलो लाग्छ त्यही भाषा सेलेक्ट गर्ने। एटिएम मेसिनमा विथड्र, ट्रान्सफर, डिपोजिट आदि अप्सनहरू दिइएको हुन्छ र डिपोजिट गर्नको लागि डिपोजिटमा क्लिक गर्ने। क्लिक गरेपछि नगद राख्नको लागि एटिएम मेसिनको काउन्टर खुल्छ र आफूले जम्मा गर्न चाहेको रकम राख्ने र कन्फर्ममा क्लिक गर्ने। एकैछिनपछि स्क्रिनमा आफूले जम्मा गरेको रकम देखाउँछ। तपाईले जम्मा गरेको रकम मिलेमा कन्फर्ममा क्लिक गर्ने। तपाईलाई रिसिप्ट चाहिन्छ कि चाहिँदैन भनेर अप्सन देखाउँछ। चाहिन्छ भने यसमा र चाहिँदैन भने नोमा क्लिक गर्ने। मैले चाहिँ कोरियन 1,80,000 वोन डिपोजिट गरेको थिएँ। डिपोजिट गर्ने बित्तिकै तपाईको खातामा यति रकम जम्मा भयो भनेर मोबाइलमा SMS पनि तत्काल आउँछ। धन्यवाद। भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनु होला। साथै मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।